पहिला त अब वादी समुदाय भनेर मागेर खाने हो अनि माछाहरू मारेर खोलामा यस्तो ओडाहरूमा बसेर खाने उनीहरूको अझैसम्म पनि जग्गा जमिन चाहिँ छैन वादी जातिको। हाम्रो समुदायमा हामीसँग एउटा ज्ञानको कुरा थिएन। ज्ञानको कुरा नभएको कारणले गर्दाखेरिमा हामीले आफ्नो जीविकोपार्जन गर्नलाई पनि हामीलाई सहज कुराहरू भएन। किनभने अब ज्ञान नै छैन भने कसरी हामीले आफ्नो जीविकालाई चलाउने त्यो प्रति हाम्रो थाहा भएन। अनि समूहहरूले एकदम राम्रो काम गरेको छ। एकदम हामी धेरै परिवर्तन हाम्रो समुदाय परिवर्तन भएको छ। अनि व्यवसाय रूपमा त अहिले हाम्रो दिदीबहिनीहरू बाल्ला नखुले पनि हामीले बाख्रा पालेर कुखुरा पालेर बङ्गुरहरू छँदैछ, खोरहरू छ, हेर्नु तरकारी करेसाबारीहरू प्रत्येकको छ। हामी त्यसरी पनि आफ्नो जीविका चलाउन सक्ने भइसकेका छौँ। अब हामी अर्काको भरमा हामी सरकारको भरमा पर्दैनौँ जस्तो लाग्छ कि अहिले हामी आफै पनि गरी खान सक्छौँ जस्तो लाग्छ। पहिला चाहिँ यतिकै बसिरहँदाखेरि चाहिँ अब अरू गाउँलेहरूले पनि भन्थ्यो होला त यो केही नगरेर बस चाहिँ यतिकै बस चाहिँ भन्थ्यो भनेपछि अहिले चाहिँ सास नेपालले मलाई तालिम दिएको कारणले चाहिँ म एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनकि मेरो इच्छा पनि थियो, मेरो रहर पनि थियो, मेरो लक्ष्य पनि थियो। यो तालिम सिकेर चाहिँ मैले यहीँ पनि मलाई धेरै दिदीबहिनीहरूले पनि अनि पहिला चाहिँ यत्तिकै बस्थ्यो, अहिले चाहिँ ब्युटी पार्लर गरेर बसेर चाहिँ एकदमै राम्रो भयो अनि यो समूहले गर्दाखेरि हाम्रो नानीहरू पनि यत्तिकै बसेको छैनन् भनेर धेरैले भन्नुहुन्छ। मलाई चाहिँ आफ्नो जीविकोपार्जन गर्न केही सानो सानो केही सामानहरू किन्न पनि मैले अरूहरूसँग माग्नु पर्ने, आफू झुक्नु पर्ने थियो भनेपछि अहिले चाहिँ म आफ्नो सिपहरूलाई अगाडि बढाएर चाहिँ म आफै आफ्नो खर्चहरू चाहिँ आफै म निकाल्न सक्छु। मलाई धेरै दुःख थियो। अनि त्यसै सास नेपाल आयो। सास नेपाल आइसकेपछि ल तपाईँहरूले पनि के गर्नुपर्छ है, ल तपाईँहरू के गर्न चाहनुहुन्छ भन्नुभयो। त्यसपछि सबैले यताउता कुराहरू राख्दाखेरि मलाई एउटा पसल दिनुभयो। त्यो पसल भइसकेपछि अहिले मलाई धेरै सहज भएको छ कि छोरालाई पढाउनेदेखि लिएर हरेक चिजहरूमा कपडाहरू त्यस पछाडि नास्ताहरू, महिनाको फीहरू, अब जस्तो आफू जस्तो भए पनि छोरालाई त हल्का बोर्डिङमा पढाऊँ भनेर बोर्डिङमा पढाउने फी यताउता सब मलाई सहज भयो कि सास नेपालले यो पसल दिएपछि। समूहमा बसिसके पछाडि म पहिलोचोटि एकदम खुसी भएको कति बेला भने चाहिँ नारी दिवस भन्ने हाम्रो यहाँ किनभने सञ्चार नै छैन कि रेडियो सुन्ने, अब काम गर्नुपर्छ, रेडियो सुनेर बस्ने फुर्सद छैन। अनि सञ्चार नभएको कारणले गर्दाखेरिमा हामीले त्यो कुनै पनि खबरहरू सुन्दैनौँ, थाहा छैन। अनि पछि हामी समूहमा सङ्घ संस्थामा बसिसके पछाडि ल है नारी दिवस मनाउनु पर्छ भन्ने कुराहरू आइसके पछाडि हामी त्यसमा हुन्छ भनेर सबैजना समूहको मिलेर हामीले नारी दिवस मनायौँ। एकदम खुसी लाग्यो किनभने नारी दिवस भनेको त एउटा महिलाहरू सबै मिलेर एउटा हर्ष मनाउने दिन रहेछ। अनि हामीले आजसम्म किन थाहा नपाएको हामीलाई कसैले पनि थाहा दिएन। हामी यसरी मनाउनु पर्दो रहेछ। दिदीबहिनीहरू त कति दिदीबहिनीहरू मजाले नाच्नु भयो, उहाँमा त त्यस्तो खुसी हुने एउटा ऊ रहेछ नि त। तर त्यो नमनाएर त्यो थाहा नपाएको कारणले रहेछ त्यति बेला एकदम खुसी भएँ। केही पनि नजान्ने अनि आर्थिकबाट पनि पिछाडिएको र अनि जातिबाट पनि पिछाडिएको हामी महिला दिदीबहिनीलाई यो सास नेपालले धेरै नै सहयोग गर्नुभएको छ। म धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनभने हामीलाई अनि शिक्षादेखि लगाएर सरसफाइसम्म पनि हाम्रो यो सास नेपालले सिकाउनु भयो कि। अनि किनभने जम्मै हामी महिला भएको कारणले अनि जति पनि हामी गिट्टी बाल्लोमै मात्रै बिजी हुने र अनि महिलाले के गर्न सक्छन् र के गर्न सक्छौँ र श्रीमानकै मात्रै हात हो अनि श्रीमानले पगाइदिने हो, न त हाम्रो के काम छ र भनेर भन्थ्यौँ। अहिले त हामी यो हाम्रो यो सास नेपालले गर्दा अहिले त हामी निर्धक्कसँग हामी जस्तै ऋण पनि कारोबार गर्न पनि सिक्यौँ कि हामीलाई महिलामा क्षमता एकदम बढेर आयो। हाम्रो दिदीबहिनीहरूले सिकाउनु भयो, अझै पनि हामी सिक्दैछौँ। अब सिकेका कुराहरू हामी कोही नजानेको दिदीबहिनीहरूलाई पनि यसो समूहमा बस्दाखेरि अनि हामीले सिकाउँछौँ।